यहाँ सबैलाई नमस्कार छ। मेरो नाम तिकासाई घरती मगर, घर यहीँ पुठाउदन गाउँपालिका 5 नम्बर वडा। म हाल 5 नम्बर वडाको वडा अध्यक्ष पनि छु र म आज यो पर्यटनको नयाँ गन्तव्यको रूपमा आफूलाई चाहिँ परिचित गराउन खोजिरहेको अवसरको खोजीमा रहेको यो ठाकुर बेसीबाट चाहिँ म तपाईहरुलाई चाहिँ म अभिवादन टक्राउन चाहन्छु। यो पर्यटनको एउटा नयाँ गन्तव्यको रूपमा चाहिँ स्थापित हुन आवश्यक छ। यसमा स्थानीय सरकार हामी पनि लागि परिरहेका छौँ। यहाँसम्म आउनको लागि पर्यटन पटमार्गहरूको निर्माण गर्ने, बाटोमा चाहिँ खानेपानीहरूको चाहिँ व्यवस्था गर्ने र इत्यादि कुराहरू चाहिँ हामी स्थानीय सरकार चाहिँ लागि परेका छौँ र सङ्घीय सरकारले पनि सहयोग गरेको छ। त्यसकारणले यहाँ यो एउटा धोरपाटन शिकार आरक्षको एउटा रेन्जभित्र परे तापनि यो खासमा हाम्रो पुठाउत्रन गाउँपालिकाकै एउटा पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्न खोजिरहेको एउटा अवसर खोजिरहेको एउटा ठाउँ हो। यहाँ मैले धेरै पल्ट आएको छु। यहाँको प्रचार प्रसारको लागि धेरै चाहिँ लागि परेका छौँ हामी सबैले। यहाँ चाहिँ होटेल व्यवसायका सन्दर्भमा व्यवसायहरूले पनि लागि पर्नु भएको छ। यहाँ व्यवसायी पटमार्ग के अरे चाहिँ पर्यटन पटमार्गलाई चाहिँ एउटा चाहिँ व्यावसायिक रूपले गन्तव्यको रूपमा अगाडि बढाएका व्यवसाय कर्मीहरूले पनि यहाँ नयाँ गन्तव्यको रूपमा यहाँ चाहिँ प्याकेज निर्माण गर्ने, ग्रुपिङ गर्ने, यहाँ आएर चाहिँ क्याम्पिङ गर्ने, यहाँ चाहिँ भौगोलिक अवस्था, यहाँको पर्यटन सुन्दरतालाई चाहिँ अध्ययन गर्ने, अवलोकन गर्ने कुराहरू चाहिँ भइरहेको छ। त्यसकारणले म धोरपाटनसम्म आउने आन्तरिक पर्यटन अथवा बाह्य पर्यटनहरूलाई म के अनुरोध गर्न चाहन्छु भने एकपल्ट यो हाम्रो चाहिँ ठाकुरसम्म आएर यहाँको सुन्दरता, यहाँको हावापानी, यहाँको चाहिँ भौगोलिक एउटा स्थिति बुझेर घुमेर रमेर जानु होला भन्न चाहन्छु। भने यतापट्टि ताटोपानी पेल्मासम्म आएका पर्यटनहरूलाई पनि यहाँसम्म आएर चाहिँ के हो त भन्दाखेरि एउटा चाहिँ अनुभूति लिने, यो चाहिँ ठाकुरको एउटा अनुभूति लिने प्रयास गर्नुहोस् भन्न अपिल गर्न चाहन्छु। सँगसँगै धोरपाटनबाट चाहिँ सेफुक्सम्म जाने पर्यटन पटमार्ग हुँदै लाग्ने चाहिँ पर्यटकहरूलाई पनि म अपिल के गर्न चाहन्छु भन्दाखेरि हामीले यहाँको होटेल व्यवसायहरूलाई अझ व्यवस्थित तरिकाले, यहाँको होमस्टेहरूलाई पनि एउटा व्यवस्थित तरिकाले सफा, स्वच्छ र सुन्दर तरिकाले चाहिँ यहाँ बस्ने वातावरण निर्माण गर्नको लागि हामी लागि परेका छौँ। स्थानीय सरकार लागि परेको छ र सबै चाहिँ के हो त भन्दाखेरि सम्बन्धित पर्यटन सम्बन्धी काम गर्ने विभिन्न निकायहरू छन् राज्यका, सरकारका। ती निकायहरूलाई पनि यो क्षेत्रलाई विकास र समृद्धि बनाउनको निम्ति म हरेक सबैलाई चाहिँ म अपिल गर्न चाहन्छु र एकपल्ट यहाँ चाहिँ के हो त भन्दाखेरि रुकुम पूर्व पुठाउदन गाउँपालिकाको एउटा नयाँ गन्तव्यको रूपमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न खोजिरहेको यो ठाकुर क्षेत्रमा आएर र यसलाई व्यवस्थित तरिकाले चाहिँ यहाँको चाहिँ सबै कुरा अध्ययन गरेर चाहिँ जानु हुनुको लागि म आन्तरिक तथा बाह्य पर्यटनहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ रमाउनुहोस्, यहाँ आएर होइन आफ्नो चाहिँ के हो त भन्दाखेरि चाहिँ तनावमुक्त हुनुहोस्, पर्यटनसँग रमाउनुहोस्, घोडा चढ्नुहोस्, होइन यहाँका चाहिँ गाई भैँसी बाख्राहरूसँग रमाउनुहोस्, यहाँको प्राकृतिक सुन्दरतासँग चाहिँ एकचोटि रमाएर जानुको लागि पनि म हार्दिक अपिल गर्न चाहन्छु। धन्यवाद। जेरो नमस्कार।